गणतन्त्र दिवस मूल समारोहका प्रमुख अतिथि सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूको एवं प्रथम महिला श्रीमती सविता पौडेलज्यूको शुभ आगमनसँगै अब मूल समारोह औपचारिक रूपमा प्रारम्भ भएको जानकारी गराउँदछु। यसअघि नै विशेष मञ्चमा समारोहका विशिष्ट अतिथि सम्माननीय उपराष्ट्रपति रामसाहेब प्रसाद यादवज्यूको आसन ग्रहण भइसकेको छ। यसैगरी गणतन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यू, प्रथम महिला श्रीमती सबिना काफ्लेज्यू, सम्माननीय प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माज्यू, सम्माननीय सभामुख डोल प्रसाद अर्यालज्यू, राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष नारायण प्रसाद दाहालज्यूको पनि आसन ग्रहण भइसकेको छ। साथै माननीय मन्त्रीज्यूहरू, माननीय उपसभामुखज्यू, राष्ट्रिय सभाका माननीय उपाध्यक्षज्यू, संघीय संसदका विभिन्न समितिका माननीय सभापतिज्यूहरू, संवैधानिक निकायका माननीय प्रमुखज्यूहरू, संघीय संसदका माननीय सदस्यज्यूहरू, स्थानीय तहका प्रमुख तथा पदाधिकारीज्यूहरू, नेपाल स्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधिज्यूहरू, राष्ट्र सेवक कर्मचारीहरू, सुरक्षाकर्मीहरू, आमन्त्रित महानुभावहरू एवं सञ्चारकर्मी पत्रकारहरूले यथास्थानमा आसन ग्रहण गरिसक्नु भएको छ। अब सम्माननीय राष्ट्रपतिज्यूलाई गणतन्त्र दिवस मूल समारोह समितिका सदस्य सचिव एवं गृह सचिव राजकुमार श्रेष्ठज्यूले कार्यक्रम पुस्तिका प्रदान गर्नुहुनेछ। अब राष्ट्रिय सम्मानका निम्ति राष्ट्रिय झण्डाको झण्डोत्तोलनसँगै राष्ट्रिय गान प्रस्तुत हुनेछ। यसर्थ राष्ट्रिय सम्मानमा शरीक भइदिनु हुनका लागि सबैमा अनुरोध गर्दछु। पश्चात सँगै शहीद सम्मानका निम्ति मौन धारण पनि हुनेछ।